यो मेरो ज्वाइँको बुढीलाई हेर्नु त कहाँ हुनुहुन्छ ज्वाइँ आएर लिएर जानु त यिनले मलाई हटाइन् मलाई त्यहाँ खाटमा बस्न दिन्निन् कपाल कुयाम दिन्छन् आँखा निकालिदिन्छन् 32वटा दाँता 30वटा बनाइदिन्छु भन्छन् 2टा झारिदिन्छु अरे नाकको पाल यताको पाल र उताको पाल जोडिदिन लाउँछिन् चेथारेर कानका लोती सोती सब निकालिदिन्छन् जरा कता छ भनेर जरा जराको कपाल तानिदिन्छन् लौ न ज्वाइँ यति कुरा सुन्दिन पर्यो कता हुनुहुन्छ अब भोलि पर्सि नि तपाईँले नै हो कि लाने अहिलेदेखि लैजानु ऊ ज्वाइँ आउने भनेपछि ऊ पनि मक्ख परिछन् ल आउनु त लैजानु त मलाई त बेसरी दुःख भयो हेर्नु त न खानु न पिउनु न सुत्नु ए ज्वाइँ हजुरकी बुढी तर लाउन गाह्रो रहेछ ल हेर्नु ज्वाइँको त नामै लिन हुन्न के ल हेर्नु मस्किकिन ऊ देख्नु हो नि त्यही भएर लौ न कता हुनुहुन्छ जन्मिसक्नु भयो होला 3-4 वर्ष त हुनुभयो होला उहाँ त 1 वर्षको हुनुभयो भनेपछि लौ न ज्वाइँ कता हुनुहुन्छ छिटो आइदिनु पर्यो ल पोखरादेखि है म चाहिँ सासू छोरीकी आमा ज्वाइँकी सासू ल